हेलो साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला र मैले आज फेरि एउटा एकदम अब मेरो ठुलो घटना भएको चीज चाहिँ मैले लिएर आइसकेको छु। मेरो बाइक चोरी भइसकेको थियो हो। अन्त म राति पुरा हैन अब हैन मेरो बाइकको आवाज आएर चाहिँ म जुरुक्क उठे र त्यतिखेर चाहिँ मेरो बाइक चाहिँ अब थिएन क्या। अब यस्तो खोजे हैन मैले अर्को बाइक पनि लिइसकेको थिएँ तर मलाई त्यही मेरो पुरानो बाइकको पुरा याद आइरहेको थियो किनभने त्यसलाई चाहिँ मैले मोडी पुरा गरेको थिएँ र एकदम दुःख लाग्दो भइरहेको थियो हैन। म पुरा उठेर रुएँ हैन। अन्त मैले बहुत के खोजेँ कहाँ खोजिन होला खोज्दा जुन चाहिँ हाम्रो गाउँको त्यो गोली ग्राउन्डको त्यो आसपास भन्नेको आसपास माथि सबै जग्गा खोजिसकेँ किनभने मैले अन्त त्यसको बाद चाहिँ के भयो भन्दाखेरि मैले साथीहरूलाई पनि कति चेष्टा गरेँ भन्नुको कुरा हैन भन्नुको लागि तर साथीहरूले पनि त्यसलाई प्यास गरेर पनि चलाएन हैन। मलाई बहुत दुःख लागेको कुरो भयो हैन। अन्त मैले राति यस्तो सोचेँ हैन। अन्त मेरो बाइकको चाहिँ जुन चाहिँ अब के छ भन्दाखेरि हजुरलाई थाहै भएको होला मेरो बाइकको चाहिँ एकदम लुक्स एकदम राम्रो छ। त्यसको चाहिँ मैले चाहिँ के को माया लागेको थियो भन्दाखेरि जुन चाहिँ मेरो लाइटिङ छ लाइटिङको एकदम माया लागेको थियो। अन्त लाइटिङ पनि यस्तो उल्लुको जस्तो भनौँ है लास कटेको जस्तो थियो हैन मजाको हैन यस्तो चरक्क थियो हैन। अन्त त्यसकारण चाहिँ पुरा रुयो क्या। अन्त त्यो चाहिँ खोलेर राखिदिएको रहेछ। अन्त मैले पहिला चाहिँ पुरा खोजेँ हैन सबै खोज्दै जाँदा तल चाहिँ पुलिसहरू बसिरहेको ट्राफिक पुलिसहरू बसिरहेको रहेछ हैन। अन्त टक्कै गएको मैले सोधेँ हैन सर यस्तो हैन मेरो त किनभने एक त मेरो गाडीको कागजपत्र थिएन हैन। अनि त्यसकारण म पुरा क्या अन्त त्यहाँ पुलिसलाई भन्दै हैन अहिले अफिसर आएको छैन र आएपछि उयो गर्नु होला भने हैन। अन्त ठिक छ मैले भने अन्त फेरि आएँ हैन। मेरो चाहिँ अर्को सेतो बाइक लिइसकेको थियो हजुरहरूले देख्नु भएको छैन होला है तर देख्नु नै हुँदैन होला सायद हैन। मेरो जुन चाहिँ नयाँ पुरानो बाइक थियो र त्यो चाहिँ एकदम राम्रो थियो र अन्त त्यो पुरा खोजेँ हैन। अब कहाँ खोजिनु होला साथीभाइलाई कति खोज्नु लगाएँ बाख्राकोटदेखि सबै डाङडुङ खोज्नु लगाएँ हैन ठानामा खोज्नु लगाएँ तर किनभने मेरो एक त त्यसको बाद चाहिँ के भयो भन्दा चाहिँ यति साह्रो डरलाग्दो भएको थियो साथी। तर म राति साङ्गै भएर बिम्झेँ क्या। त्यति चाहिँ म कति अन्त मेरो पल्ट कुदेर गएर चाहिँ बाहिर टक्क गेट खोलेर चाहिँ मेरो चलक्कबाट यस्तो पर्दा खोलेर चाहिँ यस्तो खिड्कीबाट हेरेको कि देखिनँ। अनि सट्टा रुमबाट आएँ है। अन्त रुमबाट आउँदा चाहिँ मेरो पालि चाहिँ टक्कसँगले यहाँबाट चाहिँ है यस्तो गरेर हेर्दा चाहिँ के रहेछ भने मेरो बाइक चाहिँ जहाँको त्यही रहेछ साथीहरू होइन। तर किन चाहिँ मेरो बाइक हरायो भनेर हजुरहरूले मक्क पर्नुहुन्छ होला किनभने मैले चाहिँ सपना चाहिँ यति साह्रो डर लाग्दो थियो लाइफमा फर्स्ट टाइम हो मेरो बाइक चाहिँ हराएको।